एक पटक एउटा सुगा र मुसा धेरै घनिष्ठ साथी थिए। सुगा रुखमा बस्थ्यो, मुसा जमिनमा। एक दिन मुसाले भन्यो, साथी, म तिम्रो घर हेर्न चाहन्छु। सुगाले भन्यो, आऊ तर मेरो घर ठुलो रुखको टुप्पोमा छ। मुसा चढ्ने कोसिस गर्यो, तर अलि मात्र चढेपछि डराएर झर्न थाल्यो। सुगा हाँस्यो, ओहो, तिमी त चढ्न सक्दैनौ। मुसाले भन्यो, अनि तिमी मेरो घरभित्र आएर देखाउन सक्छ? सुगाले पखेटा देखाउँदै भन्यो, मेरो पखेटा छ, म भित्र पसेर कसरी निस्कुला? दुवैलाई थाहा भयो, सबैको आफ्नो विशेषता हुन्छ। सुगा उड्न सक्छ, मुसा भुइँमा छिटो दौड्न। मुसाले सुगालाई भन्यो, तिमीले मलाई उडाएर टुप्पोमा लैजाऊ। सुगाले भन्यो, होइन, म तिमीलाई पक्रेर उड्दा गिराउँला भने। अन्त्यमा दुवैले एउटा बुद्धि लगाए। सुगाले मुसालाई आफ्नो पखेटामा चिप्लाएर बस्न भन्यो। मुसा डराएको भए पनि विश्वास गर्यो। सुगा मुसालाई लिएर रुखको टुप्पोमा पुर्यायो। मुसाले सुगाको घर देखेर आश्चर्य मान्यो। सुगा पनि मुसाको भुइँको घरमा गए हेर्यो। दुवैले बुझ्यो, साथी भएपछि कुनै ठाउँ टाढा छैन, कुनै काम गाह्रो छैन।